सम्पूर्णमा जय मसी। आज हामी यस्तो संसारमा बाँचिरहेका छौँ कि हामीमाथि यस्तो एउटा दबाब हुन्छ कि सबैले जे गरेका छन् त्यस्तै गर, अरूले जे सोचेका छन् त्यस्तै सोच। तर कहिलेकाहीँ यस्तो लाग्छ हामी एउटा ठुलो भिडको हिस्सा मात्रै हौ जसको कुनै अस्तित्व छैन। तर के परमेश्वरले हामीलाई यो ठुलो भिडको लागि मात्रै बनाउनु भएको हो त? आज हामी बाइबलको यस्तो शक्तिशाली पदको बारेमा कुरा गर्नेछौँ जसले हाम्रो जीवन पुरै बदल्न सक्छ। रोमी 12:2 यसरी लेखेको छ, यस संसारको ढाँचामा नछ, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य सिद्ध इच्छा के हो त्यो तिमीहरू जाँच्न सक। आमेन। यस बाइबल वचनले यसो भन्दछ, यस संसारको रीतिरिवाजमा नछ। रीति भनेको संसारिक पाप, स्वभाव, घमण्ड, स्वार्थ आदिलाई जनाउँछ। संसारले मलाई मात्र हेर, पैसा मात्र कमाउनु पर्छ र अरूलाई बदला लिनुपर्छ भनेर सिकाउँछ। तर वचनले हामीलाई यसो भन्दछ, यी कुराबाट टाढा बस। हामी संसारमा त छौँ तर संसारको होइन। के परिवर्तन भनेको हाम्रो ती बाहिरी लुगाफाटा बेहोरा बदल्नु हो? त्यो होइन। हाम्रो मन हृदय परिवर्तन गर्नु हो, हाम्रो सोचाइ परिवर्तन गर्नु हो। जब हाम्रो जीवनमा यीशु ख्रीष्टलाई स्वीकार गर्दछौँ, पवित्र आत्माले हाम्रो हृदयलाई नयाँ बनाउनुहुन्छ। हामीले संसारको नजरले होइन, परमेश्वरको नजरले हेर्न थाल्छौँ। जहाँ संसारले घृणा देख्छ त्यहाँ हामीले प्रेम देख्छौँ। जहाँ संसारले हार देख्छ त्यहाँ हामीले आशा देख्छौँ। जब हाम्रो हृदयमा संसारी कुराले भरिन थाल्छ, हामीले परमेश्वरको आवाज सुन्न सक्दैन, उहाँको योजना बुझ्न सक्दैन। जब हाम्रो मन नयाँ हुन्छ तब हामीले परमेश्वरको ग्रहण योग्य र सिद्ध इच्छाको पहिचान गर्न सक्छौँ। परमेश्वरको इच्छा हाम्रो सधैँ भलाइको निम्ति हुन्छ। त्यसैले म आज चुनौती दिन चाहन्छु, के तपाईँ संसारको ढाँचालाई छोडेर परमेश्वरको अद्भुत योजनामा प्रवेश गर्न तयार हुनुहुन्छ? भिडको पछि नलाग्नुहोस्, आफ्नो मनलाई नयाँ बनाउनुहोस्। उहाँको योजना सधैँ अद्भुत हुन्छ र उहाँको इच्छामा स्वतन्त्रता र खुसी छ। परमेश्वरले तपाईँलाई आशीष दिनुभएको होस्। सम्पूर्णमा जय मसीह।